हेलो गाइज, गुड मर्निङ, नमस्कार। मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत गर्दछु, केदार दाजु युट्युब च्यानल। र आज हामी यो बिहानीको घडीमा हामी बाबा र म खाजा खान लागिरहेका छौँ। र आजको खाजा चाहिँ स्पेसल रहेको छ हाम्रो भुजा। है यहाँ हेर्नु होला, भुजा। सुरु गरौँ, उद्घाटन गरौँ बाबा। खानु बाबा, चिया पनि छ होइन? चिया अलिकति सकि पो गयो। पकाउनु पर्छ फेरि। बाबाले खाँदै हुनुहुन्छ है भुजा। लौ खाउँ। दामी छ नि होइन? ल म पनि खाएँ, ल टिपेँ है। यो खाजा खाइसकेपछि चाहिँ हामी ठ्याक्कै बालन गाउँ हामी जानेछौँ। त्यहाँनिर हाम्रो सेमिचौकको जग्गा हेर्नको लागि हामी कहिले गएको छैनौँ। त्यहाँ एकचोटि हेर्नु, हाम्रो जग्गा किन्नु भएको छ भन्नुभएको छ। त्यो भएर हामी चाहिँ त्यहाँ जग्गा हेर्नु जाँदैछौँ। त्यहाँ जग्गा कस्तो ठाउँमा छ, कसरी जानुपर्छ, त्यो सबै हामी बाटोमा हामी हजुरहरूलाई भिडियो गर्दै देखाउँछौँ है। हुन्छ, थ्याङ्क यू, धन्यवाद। इलामको जनकचोक, यहाँदेखि चाहिँ बाटो छुट्टिन्छ। यो चाहिँ माई पोखरी ट्रेनिङ सेन्टर प्राली इलाम भर्ना खुल्यो। यो चाहिँ ब्रिटिस आर्मीहरूको लागि चाहिँ ट्रेनिङ सेन्टर हो। यो चाहिँ इलामको, यो चाहिँ बाख्राहट्टी भन्ने ठाउँमा छ। यो चाहिँ सिँढी उकालो जस्तो छ है, एकदम उकालो छ। माथि कभर हल हो। कुद्दै हुनुहुन्छ है बाबा, कुद्दै हुनुहुन्छ। कुदो है, कुदो बाबा, कुदो है। तकडा हुनुहुन्छ नि बाबा त, माथि पुगिसक्नु भयो नि। यो चाहिँ इलाम चोक बजार है साथीहरू। इलामको चोक बजार बिहानीको यो समय छ। हामी अब बजारबाट उकालो लाग्यौँ है। बाबा अहिले हामी कहाँ आइपुग्यौँ? चिया बगान हो। पारी चिया टिप्दै रहेछ है। त्यो चिया टिपेको होला। ए यस्तो रमाइलो ठाउँ छ है गाइजहरू। यो चाहिँ इलामको चिया बगान। यो माथि देखेको चाहिँ भ्यू टावर है। यता अब रमाइलो रहेछ त, दामी ठाउँ रहेछ। बाबा र म चाहिँ यहाँ हेर्दैछौँ। तल नै हाम्रो दिदीहरूले चियाको कलमी काट्दै हुनुहुन्छ नि, हो गोड्दै हुनुहुँदो रहेछ। हामी चाहिँ हेर्दैछौँ। यहाँको पोखरी त सुकेछ है। यस्तो यो कार्तिक मङ्सिरतिरै सुकिगएको। पहिला त यहाँ पानी थियो। हाम्रो दाइले यहाँ काट्दै हुनुहुन्छ चिया।
मुनिहरू ढोल नाच्दैछ हो बाबा हो त रहेछ है याक्थममा यहाँ तल मम्मी हुनुहुन्छ के गर्नु भएको मम्मी ए ल ल अहिले बिहानीको समयमा मम्मीहरू सबै चिया बगानतिर आएर घाँस काट्नु हुँदो रहेछ हेलो यहाँ हाम्रो टुरिस्ट सरहरू पनि आउनु भएको रहेछ है गुड मर्निङ नमस्ते ल यहाँ चाहिँ हामी बुद्धको मूर्ति भएको ठाउँमा आइपुगेका छौँ यहाँ फुल पनि रहेछ फुल है यो चाहिँ 1-2 वर्षमा टुरिस्टहरूसँग भेट भयो हो तल चितवनमा हुँदा त यो चाहिँ एक्सर्साइज गर्ने ठाउँ हो सार्वजनिक होला यो सबैले खेल्न पाउने होला लु खेल्नु त बाबा खेल्नु त यो त कसरी खेल्ने हो छैन रहेछ हेर्नुहोस् सयपत्री फुल के दामीको आम्मै पुतलीहरू पनि नाच्दैछ नि यसरी एक्सर्साइज गर्नु हो भने चाहिँ खाएको खानेकुराहरू पनि धेरै पच्छ के हामीले कम्तीमा दिनमा 10 मिनेटदेखि लिएर 12 मिनेटसम्म चाहिँ एक्सर्साइज गर्नुपर्छ है गाइजहरू हेर्नु बाबाले एक्सर्साइज गर्दै हुनुहुन्छ है हेर्नुहोस् है गाइजहरू ल है गाइजहरू हेर्नुहोस् बिहानको एक्सर्साइज यस्तो गर्नुपर्छ अनि मात्रै खाएको पनि पच्छ क्या रोग पनि लाग्दैन बाबा यहाँ पानी रहेछ है पानी पिउँ है हे गाइजहरू हामी चाहिँ जाँदैछौँ पुगेको छैनौँ यहाँ चाहिँ एकदम शीतल ठाउँ छ एकदम रमाइलो भइरहेको छ बिहानको समयमा हामी यो इलाम बजारदेखि चाहिँ पुवा खोलाको पाटा चाहिँ हामी जाँदैछौँ हामी त्यो हाम्रो सेमिचोङ यतापट्टि कहाँनिर हो जग्गा किन्नु भएको त्यो हेर्नको लागि आएको हामीले कहाँ पुग्न सकिरहेको छैन ल है हामी सेमिचोङ बनाउने जग्गामा आइपुगिसकेका छौँ यही हो सेमिचोङ बनाउने जग्गा हाम्रो नयाँ जग्गा चाहिँ त्यति ठुलो त छैन रहेछ सानो सानो रहेछ है जग्गा चाहिँ चिलाउनेको बोर्ड रहेछ बाटो चाहिँ यहीँ रहेछ यहाँ तलतिर एउटा घर छ ठ्याक्कै यहीँनिर हो यहाँ माथि पनि अर्को घरहरू रहेछ 2-3 ल है गाइजहरू अब चाहिँ हामी फर्किँदैछौँ सबै घुमिसकेर अब फर्किँदैछौँ है
यो अँध्यारो भएर पूर्णिमा बहिनी नाच्दै हुनुहुन्छ है। हेरौँ न यहाँ हिउँ फाग्नु भएको के पो यसको बरफ नि आइस। पूर्णिमा नानीले हेर्नु त आइस खाँदै हुन्छ। खाइदिनु त एकचोटि फेरि कडो कडो गरेर खाँदै हुन्छ। यस्तो चिसो पनि खानुहुन्छ खत्रै हो। यता हेर्नु त यस्तो चिसोमा बरफ कत्रा मान्छे हो नि मान्छे हेर्नु न यो उसले कहाँ सक्छ नि सक्दैन नि हौ त्यस्तैले। के हो नानी बरफै हो आइस हो। अनि यस्तो खानु मिठो लाग्छ। चिसो मिठो हुन्छ। चिनी पनि लाउनु भएको थियो हो। ए चिनीसँग राखेकोले फ्रिजमा राख्नु भएको हिजो होइन कि अस्तिको दिन पो राख्नु भएको? अस्ति। आज 2 दिनमा त बरफ बन्दो रहेछ नि। खत्रै हो पूर्णिमा नानी त। हेर्नु त यस्तो दामी खाइदिनुहुन्छ ऊ। ल हो यता हेर्नु त पूर्णिमा नानीले खानु भएको। हजुरहरूलाई भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक कमेन्ट गर्नु होला अनि सब्स्क्राइब पनि गरिदिनु होला भन्दै नेक्स्ट भिडियोमा भेटौँला। हस्त धन्यवाद। थ्याङ्क यू।